माथि इभेन्टमा उत्रौ भनेको तल पो उतारिदियो साले मेरो साथीले वो अलग ही लेवल का बंदा था। लुट 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 यसमा चाहिँ डङ डङ डुङडुङ आवाज आउँदैछ अब यिनीहरूलाई पुङ्गी बजाउनु पर्यो ये क्या है? ए उफ्रेको अलि भएन है अब यतैबाट छिरेर धन्काउनु पर्यो आइक्यू लगाउनु पर्यो कि योसँग गन छैन रहेछ यो गन भएकोलाई सिध्याउँछु अनि त्यसपछि त्यसले मजाले ए क्या एम है ब्रो माँ कसम देख के दिल गार्डन गार्डन हो गया 19-20 का ही तो फर्क है बस यहाँ कोई है तो यस गुड 19-20 का फर्क है अरे कसरी मर्दैन हो साला यस्तो मान्छे गेम खेल्छ त नि एउटा यहाँ भागेको छैन साले ल मुक्के प्रहार यतातिर फुटस्टेप आइरहेछ ए देख्यो मैले गयो अघिदेखि नै आवाज आइरहेको थियो कि माथिबाट ट्याप 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 ट्यापको त्यसैले म माथि आएको कहाँ त्यहाँ बाटो छ त्यहाँ कहाँ जान खोजेको भाइ भित्ता फोडेर जाने वो अलग ही लेवल का बंदा था। उफ आयो फेरि एउटा मेरो किल खोइ त अरे भाइ You know what time it is? अरे मजा आया शॉटगन ट्याङ अच्छा आवाज मजाले बज्छ यार टाउकोमा लाग्दो चाहिँ शॉटगनले अब यता उता हाम्रो सक्या थियो अब यता लुट्नु पर्यो गाडी लिएर आएको यता तल एनिमी फेरि अब यसले बजाउनु पर्यो के भयो त यो त यो हाना रिलोड ल फेरि यो त्यो उताबाट भाग्यो अब यताबाट खसेर अरे के हुन्छ यहाँबाट खसेर त्यसलाई सिध्याउनु पर्यो नत्र साथीहरू मेरो छोड्छ अरे ये क्या है? के हो मेरो एम खै चाल यस्तो मुभमेन्टलाई त मार्न सकेको छैन अनि प्रो प्लेयरहरूले कहाँ मार्न सक्छ तैँले क्लोज रेन्जमा अब साथीहरू त्यहाँतिर हल्ला गरेर अब म यतातिर यो साथीहरूसँग गयो भने तिनीहरूले किल चोर्छ अब यसलाई कुच्याउँ भनेको सकेन अब गाडीबाट त्यसलाई सिध्याउँछ म उतार्ने टाइम छैन म उत्रिने टाइम छैन ए टाङ डुल्नु भयो आहा मजा आयो क्या खतरा है यार टक्कै त्यसले यो त खै कहाँबाट उफ्रेर हेरेको है अरे भाइ मित हुन लागेको धन्नैले टाउको ठोक्यो भए त हामी मित हुन्थ्यो मैले तिमीले मार्नै हुँदैन थियो यार अरे पेनमा लाग्यो 2 गोली त्यसैले मरेन फेरि छक्का पर्ला मान्छेहरू शर्टगन यहाँ पनि एउटा मान्छे म सुत्यो तैँले हल्ला भन्लास् ल यस टुवेल के टङ्कै टाउकोमा उफ्रियो के उफ्रियो खोइ त रिलोड ट्याङ मजा आउँछ यार टाउकोहरूमा लाग्दा यता पनि यसलाई अरे भाइ आइरहेछ मैले चाहिँ उता देखेर हानेको यो सिधै यहाँतिर एउटा आइरहेको थियो कहाँ गयो थियो यहाँ पनि एउटा किल लिइरहेको रहेछ गयो त पनि तिम्रो साथी यहाँतिरबाट मेरो साथीले पुङ्गी बजाउँदैछ बजाउन नआउँदा तिमी त्यसैले मर त्यो गाडीमा एउटा छ एनिमी पक्का भित्र छ त्यो गाडी लिएर आएको मैले देखिसक्यो भने होइन त गयो अरे 12 किल भइसक्यो मेरो यहाँबाट त्यहाँ मैले देखिसक्यो 2-3वटा गाडी लिएर आएको लुब्डेहरू के त्यहाँ लुकामारी खेलेको सानोको याद आयो यार यिनीहरू सानोको ए यार पछाडिबाट मेरो साथीले लुटिदियो मेरो किल सबै ड्यामेज गरिदियो मैले हेल्थ अनि लास्टमा एक गोलीले उसले पायो किल
अब यहाँ पनि खोइ त यहाँबाट आएर थियो यहाँ पनि प्यानमा लाग्यो अहिले पनि 2 गोली यार साले प्यानले यार मेरो गोली खर्च गरिदियो नि हन्यो 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 के हन्यो झिक्झ्याक देख्यो गयो के हेरिरहेको त्यति टाइम दिँदा हाम्रो त्यस्तो चुक्दैन त भाइ यस्तो खुल्लामा यहाँतिर अहिले डङडङ र डुङडुङको आवाज आइरहेछ पुरा इरान र अमेरिकाको जस्तो लडाइँ भइरहेछ यहाँ चाहिँ अब के हुन्छ त अब यसमा म सहिद त हुँदैन होला पक्कै पनि खोइ त अरे गोली मात्र लाग्यो साथीहरू त्यहाँतिर गएको तिनीहरूलाई नै हानेन यहाँतिरबाट एउटा नक त्यहाँतिरकोलाई मेरो साथीहरूले हानेन छ ए धन्नैले घुँडा टेक्यो केटोले अब यताकोले खोइ त साथीहरू त्यहीँ छ यार मारा न हो मारा ल अब जुनले मर्ने भयो मर्ने छिटो अब मर ए छिटो 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 भन्न बच्यो खै खै कहाँ यार साले कहाँ लुक्यो हो त्यहाँबाट हान्ने त लुकेर मलाई तेरो अलिकति मात्र देख्यो भने त गयो क्या त्यसबाट यस यारके 18 किलो सहित यहाँ छ कि भित्र छ भने खलास गरिदिनु पर्यो खोइ धन्नैले मर्न यार मान्छेले त्यताबाट पो रहेछ अघि चादरमा उडेर आएको थियो कि त्यो त्यति साथी छ केटाहरू यार खोज न हो खोज दुईटाले त एउटालाई हान्यो भने अब अर्को पछाडि एउटा नक भएको फेरि मैले भनेको त्यस्तै एउटाले हान्दा एउटाले हान्ने चिकन डिनर एके MVP 18 किलो सहित